हेलो गाइज वेलकम छ सङ्गीत तामाङ युट्युब च्यानलमा हजुरहरू सम्पूर्णलाई। आज चाहिँ हामी गाडीमा छौँ है, हेर्न सक्नुहुन्छ। बहिनी र म, दाइको छोरी र म है। आज बाहिरको मौसम चाहिँ यस्तो रहेको छ, गर्मी नै छ, तर अल्छी लागेर हामी दुईजना चाहिँ हिँडेको यसो घुम्नलाई भनौँ न। घुम्नलाई म त जहिले नै गइरहने ठाउँ हो, तर हिँडिरहेको छु हामी दुईजना। कहाँसम्म जाँदो रहेछ हजुरहरूलाई देखाउँदै जानेछु। हिँड्दैछौँ हामी दुईजना चाहिँ। गर्मी, यस्तो गर्मीमा नमस्ते गर्छ है बहिनी। हावा चाहिँ चलिरहेको छ चल्न चाहिँ, तर बेसरी गर्मी नै छ क्या गाइस। हेर्न सक्नुहुन्छ आजको मौसम यस्तो दामी भ्यू आउँछ कि यहाँबाट चाहिँ। हाँस्दैछौँ हामी दुईजना, के कुरा गर्दै हाँस्दै थिएँ, अनि भोइस कभर गरेको छौँ। हेर्न सक्नुहुन्छ मकै पनि यत्रो यत्रो भइसकेको रहेछ यहाँनिर। अनि बाटो 1 घन्टा हिँडेको साथीहरू हामीले, अझै पनि हिँड्नुपर्ने छ टन्नै। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने यो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, अनि लाइक कमेन्ट पनि गर्नुहोला है। हजुरहरूको साथ सपोर्ट भयो भने यस्तै भ्लगहरू बनाइरहनेछु। खासै आउँदैन, त्यही पनि कोसिस जारी छ। हेर्न सक्नुहुन्छ यस्तो दामी ठाउँ छ कि, तर आनन्द के शान्ति छ, कोही छैन, हल्लासल्ला केही हुँदैन नि त बाटोमा त। यस्तो रमाइलो, कोही खासै कोही हिँडेन। अहिले चाहिँ 3 बजिसक्यो, बहिनी चाहिँ जिस्काउँदै हिँडिरहेछ। 3 बजिसक्यो, हामी चाहिँ 4 बजी पुग्छौँ होला। यता चाहिँ गाडी चाहिँ त्यो टाइम मात्र हिँड्दो रहेछ। हामी चाहिँ अहिले 3 बजेको छ नि त, त्यही भएर अहिले गाडी चाहिँ भेटेन। अनि हिँडेर आउँदैछौँ, जाँदैछौँ भन्दा पनि गर्मी छ गाइस बेसरी। हजुरहरूकोतिर कतिको गर्मी छ? हाम्रोतिर चाहिँ गर्मी नै छ, गर्मी नै छ। हिँडेकै छौँ, अब चाहिँ पुग्ने बेला भयो। 4 पनि बजिसक्यो गाइजहरू। भाइ बहिनीहरू स्कुलबाट आइसक्यो, हेर्न सक्नुहुन्छ बाटोमा। अनि यतातिर चाहिँ खेत पनि रोपिसकेको छ है गाइजहरू सबै। हामी चाहिँ पुगेँ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हामी दुईजना 1 बोतल पानी लगेको, सबै सकिहाल्यो। गर्मी कस्तो थियो, पसिनाले भिजेर। अनि अहिले हेर्न सक्नुहुन्छ यो ठाउँ चाहिँ महालक्ष्मी मन्दिर हो अरे गाइस, यो ठाउँको नाम। यो चाहिँ साकुको भाइरल मन्दिर भन्दो रहेछ। अनि हामी दुईजना आएको, मान्छेहरू टन्नै छ, तर हामी चाहिँ माथि आएको। अब हामी पनि तल जाने हो एकछिनपछि। अब हेर्दैछौँ, बहिनी फोटो खिच्ने भनेर पर गइरहेछ, हेर्न सक्नुहुन्छ। म चाहिँ फोटो खिचिँदैछु, तर रमाइलो भयो। दुईजना मात्र गएको थियो, गफ गर्दै गयो बाटोमा पनि। अनि यहाँ हेर्न सक्नुहुन्छ यस्तो दामी रहेछ ठाउँ चाहिँ। जोस् यति हजुरहरू पनि यो ठाउँदेखि नजिकै हुनुहुन्छ भने आउनु होला एकचोटि। हजुरहरू पनि घुमघाम गरेर जानुहोला भन्न चाहन्छु। हामी दुईजनाको पालो चाहिँ सक्यो आएर। मान्छेहरू पनि टन्नै हुनुहुन्छ यहाँ त, कति धेरै मान्छेहरू आउनु हुँदो रहेछ। हाम्रो चाहिँ फर्स्टचोटि हो। अनि कस्तो राम्रो क्या, हेर्न सक्नुहुन्छ हजुरहरू पनि है। हेरेर हजुरहरू इन्जोय गर्नु होला। हामी चाहिँ अब फर्किने बेला नै हुन लागिसक्यो हामी दुईजनाको चाहिँ, किनभने टाइम त्यति धेरै छैन। अब 5 बजिसक्यो, बेलैमा आएको भए चाहिँ हुन्थ्यो। हामी चाहिँ बेलैमा आएनौँ, त्यही भएर अब हामी फर्किनुपर्छ गाइस। साथी टन्नै मान्छेहरू रहेछ यहाँ, हामी चाहिँ दुईजना मात्र आएको हो। टिङ 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 पारेर हिँड्दै गफ गर्दै। गणेशजी पनि हुनुहुँदो रहेछ यहाँ, हेर्न सक्नुहुन्छ। अनि यहाँ पोखरी पनि रहेछ, माछा होला सायद यो भित्र। अब चाहिँ हामी निस्केको हो गाइज, बाई भन्दैछु म। अनि त्यही हो साथीहरू, यति नयाँ हुनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला है त। अनि कस्तो लाग्छ भिडियो, के लाग्छ, कस्तो लाग्छ, राम्रो नराम्रो प्रतिक्रिया दिनु होला हजुरहरूले है। हौसला बढाइदिनु होला भन्न चाहन्छु। यस्तो गर्मीमा पनि आयौँ, भिडियो पनि बनायो। यहाँ चाहिँ बाटो नै बनाउँदै रहेछ साथीहरू। माथि खोइ के गर्ने क्रम रहेछ। म चाहिँ दौडिँदै गइरहेको छु। तल चाहिँ माथिबाट माटो फालिरहेको थियो, अनि हामीले एकछिन उभिएर हेरेको थियो, त्यही पनि।
ओके बाई साथीहरू, हेर्दै इन्जोय गर्नुहोला।